गृहमन्त्री सुदन गुरुङ दाईको मलाई कामहरू त राम्रै लाग्यो होइन। त्यो कामहरूमा पनि सबभन्दा राम्रो लागेको काम भनेको त्यो जो भन्यो नि आर्मीहरू पुलिसहरूको ड्रेस फेर्नुपर्छ, आर्मी पुलिसलाई प्राथमिकता फर्स्ट प्रायोरिटीमा राख्नुपर्छ भन्यो नि, त्यो चाहिँ मलाई सबभन्दा राम्रो लाग्यो क्या। त्यो चाहिँ सबभन्दा राम्रो लाग्यो भने किनकि पुलिस आर्मीलाई यस्तो बनाउनुपर्छ कि अब हामीहरूले मान्छेहरूलाई हेर्ने दृष्टिकोणै फरक हो क्या। अब पुलिस आर्मीहरूलाई हेर्दाखेरि हाम्रो कस्तो हुन्छ त सोच न, आफ्नै कस्तो गरे हुन्छन् के गरे हुन्छन् होइन। अब पुलिस आर्मीहरूलाई हेर्ने दृष्टिकोणलाई फरक बनाउँछु भन्यो, त्यो मलाई सबभन्दा कुरा राम्रो लागेको कुरा त्यही हो। अब पुलिस आर्मी त पहिल्यैदेखि होइन पावरफुल छन्, त्यही छन् होइन। अब पुलिसहरूलाई यस्तो बनाउनु पऱ्यो कि पुलिसहरूलाई हेर्दैखेरि भित्रैदेखि रिस्पेक्ट आओस्। रिस्पेक्ट त पहिला पनि आउँथ्यो होइन, अब अझ भित्रैदेखि झन् प्राउड फिल होस् क्या। पहिलो प्राथमिकतामा पुलिसलाई राख्नुपर्छ, जस्तो टाइट पनि बनाउनुपर्छ कि पुलिस प्रशासनलाई टाइट बनाउनुपर्छ क्या। नत्र आजभोलि भिडियोमा देख्दैन पुलिसलाई हानेर हाल्ने पुलिसहरूको युनिफर्म लगाएर त्यस्तो अनैतिक क्रियाकलापहरू गर्छन् होइन। अब त्यसलाई पनि ध्यानमा राख्दै पुलिसहरूलाई फर्स्ट प्रायोरिटी दिने गर्नु पर्यो।